सम्पूर्ण सर म्याडमहरूलाई नमस्कार। फेरि पनि स्थानीय तहको रिपोर्ट कार्ड कसरी हेर्न सकिन्छ भन्ने विषयमा साथीहरूले जिज्ञासा राखिराख्नु भएको छ। इनबक्समा धेरैको मेसेज आयो। एउटै भिडियोबाट म तपाईँहरूलाई चाहिँ कसरी स्थानीय तहको रिपोर्ट कार्ड हेर्न सकिन्छ त, नेपालभरिको जुनसुकै स्थानीय तहको रिपोर्ट कार्ड कसरी हेर्न सकिन्छ त्यो बारेमा म सानो भिडियो बनाउन गइरहेको छु। तपाईँहरू पनि यसै अनुरूपले हेर्न सक्नुहुनेछ भन्ने अपेक्षा राख्दछु। अब हामीले लोकल लेभलको चाहिँ रिपोर्ट हेर्नु छ भने हामी चाहिँ इमेजमा जान्छौँ। यस्तो इन्टरफेस देखा पर्छ। त्यसपछि यहाँ तीनटा दर्शा छ, यसमा क्लिक गर्ने र यहाँ चाहिँ एलजी रिपोर्ट कार्ड भन्ने छ। यसमा गएर हामीले बागमती हेर्यौँ, कुनै छान्न सक्छौँ हाम्रो चाहिँ कुन छ हेर्ने। त्यसपछि हामी त्यसको चाहिँ जिल्ला, मैले अहिले काठमाडौँ छाने। म्युनिसिपालिटी मैले चाहिँ अहिले काठमाडौँ मेट्रोपोलिटन सिटी राखेँ। कुन वर्षको हेर्ने त भन्दा हामीले 2082 को हेर्दैछौँ। यसलाई चाहिँ मैले सर्च गरेँ। सर्च गर्दा लोकल रिपोर्ट कार्ड यो काठमाडौँ महानगरपालिकाको चाहिँ यसरी देखाउँछ। अनि यसमा चाहिँ स्कुलको डिटेल, विद्यार्थीको त्यसै गरेर विवरण, स्कुल रिलेटेड इन्फर्मेसन, अनि सिटीमा कति छन्, त्यसै गरेर यो दरबन्दी विवरणहरू कस्तो छ, यो एजुकेसन इन्डिकेटरहरू कस्तो छ, त्यसमा रहेको त्यो पालिकाभित्रको इन्फ्रास्ट्रक्चर कस्तो छ त्यो पनि देखाउँछ। त्यसै गरेर यहाँ वर्ष चाहिँ अब यसरी चाहिँ तपाईँहरूले चाहिँ छान्न सक्नुहुन्छ। यो यहाँ यो चाहिँ आयो 2083 को आयो। यसरी चाहिँ हामीले स्थानीय तहको चाहिँ रिपोर्ट कार्डहरू हेर्न सकिन्छ।